एउटा समृद्ध देशको सपना, तर देशमा भ्रष्टाचार बढेर भए नागरिक रवाना। देशका युवा भए विदेशमा रवाना, के समृद्ध नेपाल सुखी नेपाली मात्र रहनेछ हाम्रो कल्पना। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस विद्यालयका प्रधानाध्यापकज्यू, उपप्रधानाध्यापकज्यू, सम्पूर्ण गुरुजन, दाजुभाइ तथा दिदीबहिनी र यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू। म जीवन लिम्बू कक्षा 9 को छात्र तपाईहरु सामु आफ्नो केही भनाइ लिएर प्रस्तुत भएको छु। र आज मेरो भनाइको शीर्षक रहेको छ समृद्ध नेपाल सुखी नेपाली। र अब केही लिन अगाडि म आफ्नो भनाइको आरम्भ गर्न चाहन्छु। समृद्ध नेपाल सुखी नेपाली एउटा प्रचलित नारा रहेको छ। सर्वप्रथम त समृद्ध नेपाल भनेको के हो त? समृद्ध नेपाल एउटा यस्तो कल्पना हो जहाँ नेपाललाई चारैतिर विकास भएको मुलुकको रूपमा मानिएको छ। एउटा यस्तो धारणा हो जहाँ नेपाललाई एउटा आत्मनिर्भर मुलुकको रूपमा मानिएको छ। तर दुःखको कुरा त के हो भने अहिलेसम्म यो धारणा, यो कल्पना अस्तित्वमा आउन सफल नै भएको छैन। हुन त हाम्रो देश नेपालसँग एउटा समृद्ध राष्ट्रमा हुनुपर्ने प्रशस्त समस्त गुणहरू रहेका छन्, तर बौद्धिक पलायन, भ्रष्टाचारिता, राजनीतिक अस्थिरता तथा विभिन्न समस्याले गर्दा अहिलेसम्म विश्वमा हाम्रो देश नेपाल एउटा अल्प विकसित मुलुकको रूपमा मात्र चिनिन्छ। नेपालबाट प्रत्येक वर्ष ठुलो सङ्ख्यामा जनशक्तिहरू विदेश पलायन हुने गर्छन्। त्यति मात्र नभएर सबभन्दा कम भ्रष्टाचार गर्ने मुलुकको सूचाङ्क अनुसार श्रेणी 110 मा अवस्थित छ मेरो देश नेपाल। दुःखको कुरा होइन त यो? विश्वमा नै ज्ञान भूमि जनकको बुद्ध बोल्ने देश भनेर चिनिने मेरो देश नेपालमा राजा जनकको जस्तो ज्ञान र गौतम बुद्ध जस्तो संस्कार देखिएको छैन। गौतम बुद्ध जस्तो संस्कार देखिएको छैन। हुन त विश्वमा नै वीर गोर्खालीका देश सगरमाथा अवस्थित भएको देश भनेर चिनिन्छ हाम्रो देश नेपाल। तर विज्ञान, प्रविधि, विकास सबै पक्षमा हेर्ने हो भने पिछडिएको छ मेरो देश नेपाल। अब यो मरिगएको आशा समृद्ध नेपाल सुखी नेपालीको नारालाई फेरि कसरी जागृत गर्न सकिन्छ? जननी जन्मभूमि स्वर्गदपि गरेपछि अर्थात् मदरल्यान्ड आर ग्रेटर देन हेभन भन्ने भनाइ भए पनि केही शौकीन नागरिकहरू देश छाडेर जाँदैछन् भने केही नेताहरू बिना लाज भ्रष्टाचार गरिरहेका छन्। झन् अहिलेको वर्तमान नेपालको अवस्था हेर्ने हो भने त ठुला नेताहरूलाई अवसर दिन चाहिँ होइन, टेबल मुनिबाट पैसा लिन मात्र आउँछ। दुःखको कुरा होइन त यो? नेपालको कुल जनशक्ति मध्ये आधीभन्दा धेरै जनशक्तिहरू कृषि पेसामा संलग्न छन्, तर पनि विभिन्न खाद्य बालीका लागि अहिलेसम्म हामीलाई भारतको भना बसिरहनु परेको छ। दुःखको कुरा होइन त यो? हुन त हाम्रो देशसँग निकै सम्भावना छ। यता हेरेर सम्भावना, उता हेरेर सम्भावना, चारैतिर सम्भावनाले घेरिएको छ। तर आवश्यकता भने चेतनाको मात्र छ। प्राकृतिक हिसाबले हेर्ने हो भने विभिन्न तालहरू छन्, फेवा ताल, राणा ताल र विभिन्न जङ्गलहरू छन्। धार्मिक हिसाबले हेर्ने हो भने पशुपतिनाथ, लुम्बिनी र विभिन्न मठ मन्दिरहरू छन्। तर अब आवश्यकता भने चेतनाको मात्र छ। भनिन्छ स्वर्ग झुटो होला, तर हाम्रो नेपाल भने चाहिँ साँचो हो। हाम्रो नेपाल भने चाहिँ साँचो हो। मेचीदेखि लिएर महाकालीसम्म यहाँ सम्भावना नै सम्भावना छ। तर अब हामीले यस सम्भावनालाई विकास बनाउनका लागि अहिलेदेखि नै कदम लिन पर्छ। विकासतर्फ अगाडि बढ्न पर्छ, अनि मात्र हाम्रो देश समृद्ध हुन सक्छ, विकास हुन सक्छ। अब हाम्रो देश नेपाललाई जन्मभूमि मात्र नभएर आफ्नै कर्मभूमि र मृत्युभूमि बनाउने लक्ष्यले हिँड्यौँ अनि मात्र समृद्ध हुन सक्छ। र हामीले हाम्रो सम्पदाको प्रत्येक सम्पदाको राम्ररी उपयोग गर्ने हो भने हाम्रो देशलाई विकासमा केही पनि समय लाग्दैन। र म लेखेर दिन्छु, विश्वको प्रत्येक मानिसको मुखमा स्विजरल्यान्ड, जापान, भारत जस्ता देशको नाम होइन, हाम्रो देश नेपालको नाम हुनेछ। हाम्रो देश नेपालको। हाम्रो देश हरियो पासपोर्टलाई त्यागेर आफ्नै देशमा श्रम गर्ने हो भने हाम्रो देशलाई समृद्ध हुनमा केही पनि समय लाग्ने छैन। र अन्त्यमा म यही भन्न चाहन्छु, अब हामीले यस दुःखको बाटोलाई त्यागेर दुःखको बाटोमा हिँड्ने हो भने आउने पिँढीलाई अल्प विकसित मुलुक नेपाल यो शब्दको प्रयोग गरिरहनु पर्दैन। आउने पिँढीलाई नेपाललाई कसरी समृद्ध बनाउने हो यस शीर्षकमा फेरि भाषण दिइरहनु पर्दैन। त्यसैले अब खनौँ आफ्नो बाटो कोदाली भएर, अब जोडौँ हजार सपनाहरू पुल भएर। फर्क युवा हो फर्क, हामी हाम्रो पिँढीका लागि देश भएर बाँचौँ, सन्देश दिएर बाँचौँ। धन्यवाद।